दाइ वेट नापेको कसरी हो? 10 रुपियाँ हजुर। ला मसँग त पैसै छैन, नाप्दा हुन्छ एकचोटि? ठिकै छ जोड्नु नि त। हो? नत्र आँखा देख्दैन यसो सहेको हो। मेरो वेट चाहिँ 72 केजी रहेछ है। दाइले गाइस मबाट पैसै लिनु भएन, सरप्राइजिङ। अनि दाइले पैसा किन नलिएको मसँग? हजुरले पैसा छैन भन्नुभयो होइन? त्यही भएर अब यसो परिवार पाल्नको लागि नै राख्न चाहिँ अब नभएपछि त के गर्नु। बाइ द वे गाइस मेरो वेट जति छ म त्यो इन्टु 100 रुपिस दिन्छु दाइलाई थाहा छैन। सो गाइस 72 100 रुपिस चाहिँ यहाँनिर छ। मसँग अघि पैसा छैन भनेको थिएँ नि मैले यसै भनेको मसँग पैसा थियो, लाउनुस्। हस् धेरै धन्यवाद है हजुर। कति हो? यो चाहिँ 1000 हो कि जस्तो छ। यो पनि त्यति नै हो। कति भयो टोटल? टोटल 7200। ओ 7200। धन्यवाद हजुर, मलाई परिवार टार्नलाई गाह्रो थियो, हजुरले सहयोग गरिदिनु भयो। धुलीखेल बस्छु अनि यहाँ आउँछु डेली आउनुहुन्छ गाडीमा। हजुर धुलीखेलदेखि? हजुर श्रीमती नै अलि सुस्त अपङ्गको छ, दिनमा छाक टाट्न गाह्रो भएर यसरी बस्ने गर्थेँ सर। आज दिनभरिको कमाइ चाहिँ कति भएको थियो हजुरको? 3-400 थियो। 7200 को चाहिँ अब के गर्छिन्छ? रुम भाडा तिर्छु, खाना ग्यास कुराहरू उनीहरूलाई आवश्यक परेका कुराहरू ल्याइदे बाबा भनेर फोन गर्छन्, तिनीहरूलाई प्रयोग गर्छु। पछि चाहिँ के सोध्छ भने कहीँबाट अझ सहायता पायो भने मेरो चाहिँ धुप बेच्ने विचार छ। अनि त्यसको लागि लगानी कति चाहिन्छ? त्यसको लागि 10,000 जति भए पुग्थ्यो। सो गाइस बाजेलाई चाहिँ नयाँ बिजनेस सुरु गर्नु मन रहेछ धुपको। अब उहाँले मलाई सिजो पेपर रकमा जित्नु भयो भने नयाँ बिजनेसको इन्भेस्टमेन्ट 10,000 रुपियाँ रहेछ, त्यो सबै मै तिर्दिन्छु। लेट्स गो। यस्तो गर्नु पर्यो हजुर कि त मुट्की पार्नु पर्यो हो कि त यस्तो गर्नु पर्यो? सिजर पेपर रक। बधाई छ हजुरले जित्नु भयो। हजुर हो हजुर साँच्चै जित्नु भयो? यो हो। हजुरको 10,000 रुपियाँ म अहिले दिने भयो हजुरलाई। सो बाँकीको 10,000 रुपियाँ दिन चाहिँ हामी प्रनी स्टोरै जान्छौँ। सो गाइस हामी चाहिँ अहिले प्रनी स्टोर आइसकेको छौँ। अहिले सिजो पेपर रकमा मलाई इजिली जितिदिनु भयो त कसरी? हजुर लकको कुरा हो सर। लकले साथ दियो। हजुर 10,000 रुपियाँ चाहिँ यहाँनिर छ। ल हस् सर, धेरै धन्यवाद तपाईँलाई। भोलि गएर धुप खरिद गरेर बेच्न सुरु गरिहाल्छु। यो बिजनेस सुरु गर्न हजुरलाई कति बेरदेखि मन थियो? 1 वर्ष अगाडिदेखि नै सोच गरेको, नसकेको सर। सो गाइस हामी चाहिँ अब बाजेलाई रत्न पार्कको गाडी चढाइदिन आएको छौँ। आज चाहिँ अनएक्सपेक्टेडली अलि धेरै नै पैसा गयो होइन। बाजेले बिजनेस सुरु गर्छु भनिसकेपछि मैले नाइ नै भन्न सकिनँ। अब मेरो मोनिटाइजेसन तरिका भने एउटा मात्र हो, पसल जुन सिटी सेन्टर र जौलाखेलमा छ। हजुरलाई कुनै पनि फोनको एक्सेसरिज वा डिभाइस चाहिन्छ भने प्रनी स्टोर भिजिट गरिदिनु, सो द्याट म यस्तै खालको अझै भिडियो गर्न पाऊँ। सो गाइस बाजेलाई चाहिँ मलाई एउटा लास्ट कुरा गराउनु मन थियो हामी छुट्टिनुभन्दा अगाडि। 6 7 6 7 6 7 बाई बाई।